मर्निङ फ्रम एयरफिल्ड है त। सो सबैजनालाई स्वागत छ मेरो ब्लगमा। सो आफ्टर 1 इयर्स पछि फेरि म पनि फेरि भ्याकेसन जाँदैछु नेपालमा होइन। सो गाइस आज अप्रिल 12 ब्याक टु नेपाल है त। प्लिज गाइस हेरिदिनु होला होइन, एयरफिल्डबाट नेपालसम्मको यात्रा। सो गाइस इन्जोय द भिडियो। ओके, म बाटोतिरबाट हल्का हल्का देखाउँछु तपाईँहरूलाई है त। ल सियो। सो मेरो ब्यागेज यो 3टा हो होइन, यो 3टा छ। यो पनि लगेज, यो पनि लगेज, तर यो चाहिँ ह्यान्ड ब्याग छ। यो 10 केजी छ, यो 13 केजी होला, 12-13 केजी यति गर्दै होइन। 1 महिनालाई अब ओछ्यान खाली हुन्छ 1 महिनालाई, सब पुरै बन्दोबस्त हुन्छ। सो अनि अब 1 महिनाले बाई बाई है त। म तपाईँलाई एयरपोर्टतिरको यसो हल्का फुल्का देखाउँछ नि त, अनि के हुँदो रहेछ। ओके, फाइनली गाडी आएछ। गाडीमा सामान लोड गर्यो सट्टा पाराले। अरे बस ड्राइभर। ओके ल हरज कुई मेरो साथी हो यो चाहिँ, ड्राइभर एकदम मिल्ने साथी। आज उहाँले एयरपोर्टसम्म ड्राइभ गर्छ नि त, त्यही भएर यहाँबाट फर गइन्छ अब नेपाल। ओके बासी युट्युबमा दबाम हो, मेरो साथी हो फराज। ल गाइज बाटोतिर अब यस के हुन्छ देखाउँछु तपाईँहरूलाई म। ल यहाँ आजको 1 महिना लागि बाई बाई आज। टाइगर कौन सा है? हां तेरा जे खाना चाहिए। हां तो पास यहां जरूर बस तेरा जे चिसो छ, गर्मी छ 15 डिग्री सेल्सियस। बस अब एयरपोर्ट पनि आइपुग्नु लाग्यो होइन। चिसो खान बाटोमा रोकेर चिसो खान लाग्यो, त्यही हो त। हो फाइनली गाइस हामी चाहिँ अहिले एयरपोर्टको छेउमा आइपुगेछ। यहाँबाट मोड छ है सरर पाराले। यहाँबाट अब 10 मिनट लाग्छ एयरपोर्ट पुग्नलाई। यो चाहिँ हाम्रो यो यहाँको सिटी भयो होइन, यो पाराले यहाँबाट यहाँ पाराले अब एयरपोर्ट त्यही हो, अब त्यहाँ पुग्छ। फाइनली हामी चाहिँ चेकिङबाट भित्र छिर्यो है त। एयरफिल्ड इन्टरनेसनल एयरपोर्ट यहाँबाट भित्र छिरिन्छ। सो यस्तो छ है त यहाँको एयरफिल्डको दामी नम्बर। फाइनली चेकिङ पनि पुरा फुल भइसक्यो है त। अब लास्टमा प्लेन सेन चढ्ने होला, अरू चाहिँ त्यही हो। यहाँबाट गेट नम्बरमा 16 नम्बरमा जाने होला नि त। यता कता छ बस्ने, कहिले टोइलेट लगाएर आएछ कि मलाई चाहिँ। 1 घन्टा वेटिङ पछि चाहिँ त्यहाँमा चाहिँ टेकअप हुन्छ है त। सो 1 घन्टा चाहिँ यसो त्यहाँ क्लास गरेर बस्नु। सो यहाँ चाहिँ प्लेन आउँछ होइन। अब प्लेन आउँछ होला लगभग 10 मिनट पछि। लगभग यहाँ ल्यान्ड गरेपछि हामी यहाँबाट चढ्छ नि त। सब मान्छेहरू वेटिङ गरेर बसेछ यहाँ। 11 रुपियाँको पेसेन्जरहरू चाहिँ। प्लेन चाहिँ आएको छैन, वेटिङमा छ सबजनाको। फाइनली प्लेन चाहिँ ल्यान्ड भइसक्यो त यहाँ। हामी हिँड्ने प्लेन चाहिँ यही रहेछ नि त, मजाले यो साइडबाट आएर रहेछ। कस्तो पो रहेछ। यस्तो छ ल यहाँ इन्टरनेसनल एयरपोर्ट चाहिँ। ओके फाइनली प्लेनमा चाहिँ चढ्न लागेको छ हामी। ल प्लेन त्यहाँ रहेछ नि त यार। यस्तो छ ल एयरफिल्डको एयरपोर्ट। मान्छे सबजना प्लेनभित्र चढ्नलाई सुरु भइरहेछ। अहिले पुरा सामान आउँदैछ ल, टुङ 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 पारेर ल। अन्त ल Nice day. What did I say? Nice day.
कोई खाता होता यार Where's the B? Just like the first circle. B. Yeah. What? B. G. Okay. Finally, seat पनि भेटेरहेछ क्या 19D मा विन्डो सिट भेटेर यसै बस्नु लगाएर भोक लागेर भन्छ नि यस्तो खानुपर्छ अहिले मान्छेहरू आउँदैछ यहाँतिर लगेज पुरा लोड हुँदैछ अरे तातो छ यार यस्तो जाडो छ होइन तर यहाँ त लाग्दै गर्ने यो बसबाट हामी यहाँबाट चढाउँ त याद छ न ओ कस्तो गर्मी है यहाँ त हामी ओके फेरि सार्जा एयरपोर्टबाट फेरि काठमाडौँको यात्रा है त यस्तो छ सार्जाको एयरपोर्ट चाहिँ यति गर्मी छ कि यार आमा بوضع عملة ورقية أو معدنية في داخل الظرف الخاص والموجود في جيب القاع الذي أمامكم. سيقوم طاقم الطائرة بعد قليل بالمرور عبر المقصورة من أجل جمع تبرعاتكم. شاكرين كلامكم. नमस्ते ल बाई बाई नमस्ते see you फाइनली काठमाडौँ झऱ्यो हामी चाहिँ है यस्तो छ काठमाडौँ झऱ्यो काठमाडौँ ल गाडी आइरहेछ हेर अराबीको गाडी ल 10:30 ठक्कै झऱ्यो नि त अझ यहाँबाट खाइरहेको पुरा आइरहेछ नि हेराएर बाई बाई